Hello guys, welcome to my vlog. म चाहिँ छु आज मामलामा. This is Kenzel. Say hello to my vlog. Hello. अनि आज चाहिँ इलेक्सन हैन, आज चाहिँ भोट हाल्ने दिन अनि हामी चाहिँ हिजै नै यहाँ आइसकेको थियौं. हाम्रो चाहिँ यहाँ अर्जुनधारा 11 बाटे छ. अनि really excited about it. Hello कञ्चन माइजू. के छ खबर? ल अनि अहिले चाहिँ हामी जाँदैछौँ पसल. हामी चाहिँ करुणा आन्टीको दोकान आयौँ. अनि करुणा आन्टीले चाहिँ मलाई जहिले पहिला सानो हुँदा फ्रीमा दिनुहुन्थ्यो. अहिले ठुलो भइसकेपछि ल हाम्रो विशाल गिरीज्यू पनि बिहान आफ्नो दर्शन दिन हिँड्दै हुनुहुन्छ. के अरे बहिनी तँले भोट दिन मिल्ने भयो त कसलाई भोट दिन्थिस्? घन्टी दुईटै घन्टीलाई किन? बिकज अफ बालेन. ल ठिक छ, बालेनको सपोर्टर स्पटेड. भोट हाल्ने होइन? भोट हाल्न जाने होला नि त. अनि केमा भोट चाहिँ? घन्टीमै. घन्टीको रवा प्राय सबैतिर छ, बच्चादेखि बुढोसम्म प्राय सबैको मुखमा घन्टी नै छ अहिलेसम्म चाहिँ. अब हेरौँ पछि गएर त्यहाँनिर बुथमा पुगिसकेपछि मान्छेको मुड के हुन्छ, उनीहरूको कुरा कतातिर ढल्किन्छ भन्ने हो. अहिलेलाई चाहिँ अहिले चाहिँ सबैको मुखमा घरमा घन्टी नै छ. तपाईँलाई चाहिँ मालकिस मन नपरेको? मन परेको नि, 2-3 वटा हुन्छ नि, के गर्नु. अगाउँछ धेरै. हजुरआमा आज भोट हाल्ने होइन? अनि कसलाई भोट चाहिँ? घन्टीलाई नै? ए हो र. ल आज अब भोट हाल्न जाने होला नि होइन? भोट चाहिँ केमा? हामी घन्टीमा. दुईजनै? दुईटै घन्टीमा. ए यहाँ भात खान बसेको होइन, अमिलो टिप्नु अरे. अब अमिलो टिप्न जाँदैछु. ओए बहिनी आइज. ल गाइज म चाहिँ अमिलो उतै भेट्दिनँ नि त. म उतै मात्र भेट्छु. यही लाग्छ. ल अमिलो इज हियर. अब हामी जाउँ इन. सानी प्रयु भोट हाल्ने तिमी कुनमा भोट हाल्छौ? घन्टीमा. ए लु भोट हालेर पनि आइसक्नु भयो यहाँ. खै हजुरआमा त्यो चिन्ह यस्तो औलाको. ए ल भोट भयो. अनि भोट चाहिँ कसलाई हाल्नुभयो तिनैजनाले? ल घन्टी टिनिनीमा भोट गयो होइन त? ड्याङ ड्याङ दुइटैमा. म पनि अब भोट हाल्न हिँड्न आँटेको होइन. अब भोट हाल्न जाँदाखेरिको आउटफिट चेक गरौँ न त थोरै. ल आउटफिट चेक. भोट हाल्न जान आँटेको. ल हामी चाहिँ आज भोट हाल्न हिँड्न आँटेको. यहाँ स्कुटीमा सुन्यासँगले छोरीले कार लगाएर थिएँ मलाई पनि. आज हामी अब आमा छोरी दामी भोट हालेर आउने है. ल भोट हाल्न हिँड्ने चोकतिर भोट हाल्न चोकतिर. पहिला त मासु भातहरू पनि दिन्थ्यो जस्तो लाग्थ्यो त. अहिले हाम्रो भोट हाल्ने बेलामा त मासु भात पनि दिँदैन त भने के हो यस्तो. ल हामी चाहिँ मतदान केन्द्रमा आइसक्यौँ. नमस्ते मामा. तपाईँको चाहिँ कुन? हामी त त्यही हो. टिनी. ल भोट चाहिँ हान्यो होइन. अनि अब जसलाई हान्यो जे गरियो राम्रै गरियो होला. पछि गएर नि राम्रो हुन्छ होला होपफुल्ली. म चाहिँ अहिले अर्जुनधारा 11 को मतदान स्थलमा छु. मान्छेको चहल पहल एकदमै थोरै छ, सोचे जतिको चाहिँ छैन.
मैले चाहिँ अलिक बेसी नै नमस्ते मैले चाहिँ अलिक बेसी नै मान्छेहरू हुन्छ होला भनेर सोचेको थिएँ तर अब ठिकै छ आउँदै हुनुहुन्छ होला अहिले भर्खर त सुरु हुँदैछ होइन भर्खर कति 11 साढे 11 बजिरह होला वरिपरि वातावरण हेर्दाखेरि चाहिँ घन्टीमय चाहिँ छैन यहाँ घन्टीको मान्छेहरू त मैले खासै देखिरहेको त छैन यो क्षेत्रमा यो एरियामा यो वडामा भनौँ न सबैभन्दा बेसी चहल पहल भनेको माटोको छ अनि मान्छेहरूको मुखमा पनि त्यही कुरा घुमिरहेको छ तर अब सिधै गएर सोध्ने हो कुरा क्लियर गर्ने कन्फर्म गर्ने हो भने चाहिँ फेरि मान्छेहरूले कुरा फेरिरहेको छ राजनीति यस्तै नै हो होइन मैले चाहिँ भोट दिइसकेँ अब हामी निस्किनु पर्यो भनेको तर यहाँ स्कुटर नै भेटिएन कहाँ राखेको थियो स्कुटर उपलब्ध छैन चाबी मात्र उपलब्ध छ मयागिरी स्कुटर खोजेको हुनुहुन्छ म चाहिँ अब गुन्जनाको घर जाँदैछु बिकज इट्स गुन्जनाज बर्थडे टुडे अनि मलाई पुऱ्याइदिँदै 26 सालले हेलो भन्दा आज इलेक्सनको दिनमा चाहिँ बाटो ग्लास सुनसान छ अरू बेला यही बाटोमा धुलो उडेर राजस्थान भन्दा नि खतरनाक हुन्थ्यो तर आज चाहिँ एकदमै शान्त यो बाटो कहिले बन्ने हो पनि तर विकासको क्रम चाहिँ जारी नै छ त्यसलाई चाहिँ पछाडि नै छोडेर म चाहिँ भेनाजुको बाइकमा चढेँ अनि अब चाहिँ जाँदैछौँ हामी स्थानीयमा उठ्नु नि त नि अब कति चाहिँ समय छ र यत्रो लाग्नु भएको छ यो पालि हजुर उठ्दैन हामीलाई भोट हाल्न नपाए नि म भिडियो बनाएर हाल्छु ह्याप्पी बर्थडे टु यु हाम्रो बर्थडे गर्लको घरमा आइपुगिसकेँ म हाम्रो भाउजू पनि हुनुहुन्छ यहाँ अनि हामी चाहिँ यहाँ डेकोरेसनको काममा धमाधम लागिरहेको छौँ हाम्रो चाहिँ यहाँ बलुन टास्ने कार्यक्रम हुँदैछ डेकोरेसन चालु हुँदैछ एस्थेटिकवाला एस्थेटिक बनाउन यहाँ टाइम लागिरहेछ तर एन्डमा दामी हुन्छ भन्ने आशा छ कस्तो दामी छ भाउजू सेन्टेलाले टल्केर अब चाहिँ खाना खाने टाइम होइन हाई भाउजू हाई अञ्जली हाई बर्थडे गर्ल दिनभरिको मेहनत चाहिँ अनि कसरी ओछ्याउनु सक्यो ह्याप्पी बर्थडे टु यु भाउजूले निकाल्नु भन्नुहुँदैन ढाट्नु भएको त्यस्तो निल त हुँदैन है भिनाजु 4 नम्बरमा झापाले के अरे कागजले ढुक्क दिन्छ स्ट्रगल के अरे एउटा कुरा भन्नु यो चाहिँ निकाल्नु न देउमानले ढुक्क दिन्छ भिनाजु आजको बर्थडे चाहिँ यही सम्पन्न भोट पनि दियो बर्थडे पनि मनाइयो अब चाहिँ क्लासिक तरिकामा भुइँमा ओछ्याएर सुत्न आँटेको we have birthday girl Gunju here we have Anjali here and we have Bauzu there hello so this was it for today bye see you in next video bye.